नमस्ते सबैजनालाई। यहाँ फेरि हाम्रो पकाउने काम भइरहेको छ। साथै आमा समूहका केही महिला दिदीबहिनीहरूले आफ्नो गाउँले पाराको गीत गाएर मादल बजाएर रमाइलो नाच गर्दै हुनुहुन्छ। सबैजना हाम्रा टोलका सदस्यहरू नयाँ सालको उमङ्गसहित एकछिन रमाइलो गर्दै नाच्दै आफ्ना समय बिताइरहेका छन्। पल पल आउँदै गरेका नयाँ सालका क्षणहरूलाई पर्खिँदै बच्चाहरू यहाँ एकदम रमाइलो गर्दैछन् भने यिनीहरू पुरा 2083 सालको रातिको 12 बजेलाई पर्खाइमा यिनीहरू धेरै उत्साहित भइरहेका छन्, नाच्दैछन्, झुम्दैछन्। हाम्रा यी साना साना लालाबालाहरू हाम्रो आमाको पनि डान्स केही कम छैन, यसको जोस। ल हेर्नुहोस् साथीहरू, अब हामी केही समय खाना खाएर अहिले पनि सबै साना साना बाबु नानीहरू आफ्नो खाना लिएर हिँड्दैछन्। साथसाथै नयाँ वर्षको अन्तिम घडीलाई पर्खिरहेका छन्। केही समयपछि नै नयाँ वर्ष 2083 सुरु हुनेछ। अहिले हामी त्यही सिनमा केक काटेर पनि रमाइलो गर्नेछौँ। अहिले पनि हामी एकछिन खाजा साथसाथमा खाना यसो रमाइलो गर्दैछौँ ताकि नयाँ वर्षको इन्तजार 2083 को इन्तजार गर्दै एकछिन आफ्नो खाना खाएर फेरि केक काटेर रमाइलो गर्दैछौँ भन्दै यस भिडियो सानो ब्लग यहीँ अन्त